लस्सो फ्याफुल्ल टसिदेले नमस्कार सबैजनालाई। फेरि पनि मेरो युट्युब च्यानलमा सबैजनालाई धेरै धेरै स्वागत गर्न चाहे। आज चाहिँ म हेटौडा 19 नेवरपानी स्थित दोदनछोइलिङ बौद्ध गुम्बाको परिसरबाट यहाँहरूलाई यहाँको दृश्यहरू देखाउन गइरहेको छु। यहाँहरूले हेर्नु भएर कस्तो लाग्छ यसो प्रतिक्रिया पनि दिन नभुल्नुहोला र यो मेरो युट्युब च्यानललाई सबैजनाले सब्सक्राइब गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। हाम्रो गुम्बा परिसरको वरपरको दृश्यहरू हो यो है। यो चाहिँ प्रतीक्षालय हो। अहिले बर्खाको समयमा अब पानी परिरहेको हुन्छ, हावा चलिरहेको हुन्छ, त्यही भएर सबै चिजहरू एकदम बतङ भइरहेको हुन्छ है। यो गुम्बा चाहिँ हाम्रो बन्दै गरेको निर्माणधीन अवस्थामा रहेको गुम्बा हो। पूर्ण भइसकेको छैन, धेरै कामहरू बाँकी छ। रङरोगनदेखि लिएर भित्री सजावटको कामहरूदेखि लिएर सबै कामहरू धेरै नै बाँकी छ। बन्दै गरेको गुम्बा हो, पूर्ण भइसकेको छैन। म चाहिँ यो गुम्बामाथि पहिलो तल्लामा गएर कस्तो देखिन्छ त्यहाँबाट चाहिँ यो तलको दृश्यहरू देखाउने कोसिस गर्छु। म माथि जाँदैछु सिडी चढेर भने म माथि पनि पुगिसकेको छु। माथि पहिलो तलाबाट चाहिँ तल हेर्दाखेरि यस्तो देखिँदो रहेछ प्रतीक्षालय, रुमहरू र यो छोरदेनहरूको दृश्य है। यो सेकेन्ड फ्लोरमा चाहिँ कामहरू पनि भइरहेको रहेछ। हाम्रो खैबाहरू हुनुहुँदो रहेछ 2-3 जना भित्र मूर्ति राख्ने ठाउँमा त्यो चित्रहरू कोर्ने काम भइरहेको रहेछ। म भित्र चाहिँ छिरिनँ, म सिधै माथि दोस्रो तलामा जान्छु है त। यो भर्याङ चढेर माथि दोस्रो तलाबाट चाहिँ अझै राम्रो देखिन्छ होला। म माथि चढेर दोस्रो तलामा पनि पुगिसकेको अवस्था है। यहाँबाट चाहिँ कस्तो देखिन्छ है त म देखाउँछु है यहाँहरू सबैजनालाई। यो चाहिँ हाम्रो तेस्रो तला हो माथि चाहिँ होइन। यहाँबाट यस्तो देखिएको छ छोरदेनहरू, यो के अरे गाउँ हो है। तल जुन देखिरहेको छ नि त्यो गाउँहरू, त्यसलाई चाहिँ नेवरपानी गाउँ भनिन्छ है। हाम्रो गुम्बाको भेगबाट अलिक तल साइडमा पर्छ। यो गाउँको सिरानमै चाहिँ हाम्रो यो दोदनछोइलिङ बौद्ध गुम्बा छ भने यो तल देखिरहेको दृश्य छ नि, यो चाहिँ हाम्रो नेवरपानी गाउँ हो है। यो देखिरहेको गाउँ चाहिँ अनि यसको उतापट्टि यतापट्टि पनि अर्को गाउँहरू पनि छ। उता चितवन साइडमा चाहिँ रजया भन्ने गाउँहरू छ भने यता हेटौडा साइडमा बटगाउँले हुँदै बस्तीपुर के भन्ने गाउँहरू धेरै नै छ। त्यो गाउँहरूको नाम मलाई त्यति थाहा त छैन। जुन म यहाँ देखिरहेको छ त्यो चाहिँ नेवरपानी गाउँ हो। यो चाहिँ तल गुम्बा प्राङ्गणमा देखिएको यो छोरदेनहरू, प्रतीक्षालय, अनि त्यो सानो रुमहरू, अनि लुङ्द ध्वजाहरू पुरानो भइसकेको छ यो है, लोसरको बेलामा फेरेको। अनि उताको चाहिँ स्कुल हो। यो माथि पनि देखिरहेको सानो कुटीहरू स्थापना कालमा सबैभन्दा पहिला बनेको कुटीहरू, पुरानो गुम्बाहरू हो यो है। एकदमै सबैभन्दा पहिला बनेको कुटी अनि साथै हाम्रो पुरानो गुम्बा हो त्यो सानो बिचमा देखिरहेको चाहिँ। यता चाहिँ हाम्रो किचन साइडसँगै यो नानी बाबाहरू आनीहरू बस्ने स्थान हो है। यहाँबाट देखिरहेको चाहिँ उता वन छ भने यता तल देखिरहेको यो गाउँ हो, गाउँको सिरान है। यो गाउँको सिरानमै हाम्रो गुम्बा छ दोदनछोइलिङ बौद्ध गुम्बा सबैभन्दा माथि। फेरि पनि मैले देखाइरहेको छु यो नेवरपानी गाउँ। अझै पनि यहाँले हेर्नुहोस् कति राम्रो सुन्दर देखिएको छ हाम्रो यो गाउँ। बर्खाको समयमा सबै ठाउँमा हरियाली, मकै बारीहरू अनि रुखहरू पनि पत्ता झ्याम्मै भएको, एकदमै सबै ठाउँमा हरियाली। यसो हेर्दाखेरि एकदमै रमाइलो देखिएको छ। अहिले पानी पर्न लागेको छ, हावा पनि चलिरहेको छ, अलि बादलहरू लागिरहेको छ। गर्मी ठाउँ भए पनि आज चाहिँ एकदम शीतल लागिरहेको छ। यता देखिरहेको चाहिँ स्कुल हो अनि स्कुलभन्दा माथि चाहिँ सबै वनै वन छ। यो चाहिँ वन हो हाम्रो गुम्बाभन्दा माथिल्लो भेगमा। यो वन कटिसकेपछि पनि अर्को गाउँहरू आउँछ, धेरै गाउँहरू छ, तर मलाई त्यसको नामहरू त्यति याद भएन। अब फेरि पनि अर्को भागमा म अर्को दृश्यहरू लिएर पक्कै पनि यहाँहरू समक्ष आउनेछु। अहिलेलाई भने यो सुन्दर दृश्यहरू सँगसँगै यहाँहरूबाट बिदा हुन चाहन्छु। लस्सो फ्याफुल्ल टसिदेले नमस्कार।